दोलखा जिल्ला समुद्री सतहबाट करिब 300 मिटरदेखि 7134 मिटर उचाइमा स्थित हिमालय जिल्लाको रूपमा चिनिन्छ। देवभूमि उपनामले पनि प्रख्यात भएको यो जिल्ला कालिन्चोक, सैलुङ, भीमेश्वर, छोरोल्पा जस्ता विभिन्न ठाउँहरूको लागि प्रख्यात छ। यो जिल्ला साथै नेपालको स्विजरल्यान्ड भनेर प्रख्यात जिरी पनि यही जिल्लामा स्थित छ। हामी यस भिडियोमा चेर्दुङ हिल्स भन्ने ठाउँमा जाँदैछौँ। चेर्दुङ हिल्स दोलखाको उत्तरी भागमा स्थित छ। समुद्री सतहबाट करिब 1900 मिटरको उचाइमा अवस्थित यो ठाउँ जिरीको लिङ्कन बजारबाट जान सकिन्छ। जिरीलाई जुरिच सिटी अफ स्विजरल्यान्डसँग तुलना गर्ने गरिन्छ। लिङ्कन बजारबाट करिब 1 घन्टा गाडीको यात्रा साथै 3 देखि 4 घन्टाको पैदल यात्रापछि चेर्दुङ हिल्स ठाउँ पुग्न सकिन्छ। विस्तृत रूपमा भिडियोमा हेर्नुहोला। साथै भिडियो मन परेमा भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी मलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। सो हेलो गाइज, वेलकम टु एनदर भिडियो। सोच्नु हुन्छ होला मस्त हुनुहुन्छ होला, मलाई पनि पुरै ठिकठाकै छ भनेर पनि एउटा हल्का रुगा लागेको छ होइन। अहिले एक्ज्याक्टली म जिरीको हाम्रो सब डिभिजन कार्यालयमा छु होइन। त्यहाँ सक्नुहुन्छ जिरी बिउ बवाल छ, यतापट्टि पुसारो परिसकेको छु। ओ सुपर साप परिहाल्छ नि यहाँ हो र। हामी चाहिँ आज चेर्दुङ होइन, मन्त्री डाँडा पनि थाहा छैन, तर पल्लो डाँडा हो, त्यहाँ जाँदैछौँ। हाम्रो यात्रा 1 दिन अगाडिबाट सुरु हुन्छ। टार्जन र म हाम्रो अफिस टाइम सकेर बाइकमा निस्किन्छौँ भने दिदीहरू जिरीको अन्तिम गाडी 1:30 बजीतिर निस्किनुहुन्छ। हेलो साथीहरू, फाइनली जाने नजाने फाइनली हामी आज चेर्दुङ हिलको लागि हिँडिसकेका छौँ। हामी चौकीबाट सत्य बाटोबाट जिरीको लास्ट गाडी समातेर हामी लागिसक्यौँ। ल अब अगाडि हिँड्दै जाउँ, कता पुगिन्छ, के रमाइलो हुन्छ। हामी चाहिँ यहाँ एकछिन 5 मिनट्सको लागि रेस्ट भनेर गाडीले रोकेको छ। यस्तो दामी भ्यू छ। यो ठाउँको नाम के हो? खावा डाँडा भन्दा अलिकति तलतिर रे। यतिकैमा यति इन्जोय वाला भ्यू छ कि होइन। यो एरिया चाहिँ हाम्रो एनटिएफपी प्लान्टेसन भएको थियो। वन कार्यालयबाट आएका थिए अनुगमनमा यिनीहरू। कस्तो लागिरहेछ साथीहरू? ल इन्जोय, खै त इन्जोय देखिएन खै। ठिक भयो कि नै? अघि यहाँ बमिट गरेका गरे 2 जना है। ल यतापट्टि राम्रो आइरहेछ, पछाडि बोलायो। ए ल गाडीले बोलायो, अब जानुपर्छ। एकछिनपछि भेटौँ है त साथीहरू। ल अहिले गएको ल हामी बसबाट झरेको जिरी बजार आइपुग्यो। यस्तो छ साथीहरूको हालत बिजोग छ। सामाना कुदिसक्यो त्यहाँ पछाडि। दिदीहरू बसमा रमाइलो गर्दै हामीभन्दा केही समय अगाडि पुग्नु भएछ। साँझ परेको हुँदा पुरानो जिरीको एयरपोर्ट वरिपरि साइक्लिङ गर्ने प्लानका साथ दिदीहरू निस्किनु भएछ। हामी पनि उतै पुग्यौँ। ल अब हामी यहाँ जिरी बजारमा आइपुगेर साइक्लिङ गर्ने भनेर हामी यहाँ साइकल भाडामा लिन आइरहेको छौँ। साथीहरू लम्किरहेको छन् अगाडितिर। अनि अँध्यारो भएपछि हामी होटलतर्फ गयौँ। राति भोलिको लागि प्लान र केही रमाइलो गऱ्यौँ। साथीहरू आज हामी साइक्लिङ गर्नु भनेर एक्साइटेड भएर गएको। लडेर जम्प हानेर खुट्टा सुन्नेर खुट्टामा टार्जनसँग
बाइकमा आएर रेस्ट गर्दैछौँ, साथीहरूले कुर्दैछौँ। अलिकति बोल्न नि पाइन्न र साथीहरू के छ खबर? ठिक छ कि छैन? ल साथीहरू यसरी भ्लग गर्ने रहेछ। बल्ल सिक्दैछु पूजन सरबाट। ल भोलि यस्तै गरी गर्नेछु म। आज मुझे ये कैसी यसरी लडिएको थियो कि होइन। अनि ठ्याक्क अब ब्रेक लाएँ अनि माथि जम्प हानेर होइन कुन्नातिर पुगेँ। घोडा टेकेँ, हात र हातमा पुरै घाउ भएको छ। अनि त्यसपछि खुट्टा पनि शून्य बिजोग भयो साथीहरू। यस्तै छ, अब के गर्नु। अब मुभ लाउनै हिँड्ने जस्तो छ भोलिको हालत। त्यस्तै छ। केही सहभागी छौँ। हाम्रा दिदीहरू हुनुहुन्छ साथमा। अनि हाम्रो टार्जन, प्रमोद, म भइहाल्यौँ होइन। सो हामी अब गाडी आउँदैछ हाम्रो बोलेरोमा। त्यसरी अगाडि बढ्छौँ। सो यात्रामा साथ दिने होला, सपोर्ट गर्नु होला। पुरै जमे टेम्परेचर वाज -0 डिग्री, -0 पुरै परिसक्यो। ल गाइज हाम्रो गाडी चाहिँ आउँदैछ होइन। हामी बाटोमा हिँड्दैछौँ। हामी यहाँ टोली छौँ है। टक्क हामी टोलीहरू टक्क ल्याएर पुरै होइन। हामी 5 मिनटमा टक्क्यो। 5 मिनटमा कुदेर 8 गतेदेखि हो र होइन होला। जब छोड दु गाडी चाहिँ केही समयलाई ढिला भएको कारणले हामी थोरै हिँड्दै होइन अगाडि बढ्दैछौँ। सो आहा जिरीको फाँट होइन यस्तो बल देखिरहेछ। पुरै उसुली ढाकेको छ। बिहान चिसोमा बोलेरो रिजर्भ गरी बिहान छिटो नास्ता खाएर निस्किने निर्णयका साथ हामी चाँडै नै निस्क्यौँ। ल हामी फाइनली यहाँ जिरीबाट चेरदुङ हिलको लागि गाडीमा प्रस्थान गरिसक्यौँ। हेलो गाइस, कस्तो फिल भइरहेछ? हिमालयलाई ढाक्यो कान्छा युको पछ्यौरीले, हिमालयलाई ढाक्यो कान्छा युको पछ्यौरीले, बिरातीको भाका बोल्छ फुला मन्जारीले। सो गाइस हामी यहाँ टक्क जिरीबाट लाग्यौँ अगाडि होइन। हेलो हुनुहुन्छ सबजना? हेलो हेलो। यता हुन्छ हाम्रो गुरुजी। सो हामी यो चाहिँ हाम्रो जिरेश्वरी मन्दिर भन्दै अगाडि बढ्छौँ होइन। माथि पोखरीसम्म चाहिँ गाडी पुग्छ। त्यहाँबाट चाहिँ अगाडि हामी हिँड्नु पर्ने हुन्छ। लेट्स गो यता। त्यो चाहिँ कपाल अरे नि त, त्यो टपभन्दा वल्लोपट्टि चाहिँ एकदम नजिक देखिने चाहिँ त्यो शिवको मूर्ति छ। हो होइन अर्को त्यो माथिको जुन डाँडा छ नि माथि टपमा छेउमा हो क्या। घुमेर माया जानी भए जम्बाया घुमेर माया।
बाटो यस्तै हो तल देखिने पुरै होइन यस्तै अप्ठ्यारो बाटो छ वेयर इन्जोइङ राइड ढुङ्गाहरूले पुरै छापिएको छ पुरै सो गाइज हामी टक्क ओर्ल्यौँ होइन यता हाम्रो गाडी पार्किङ हुँदैछ यता हुनुहुन्छ दिदीहरू टक्क लगाएर यता हुन्छ हाम्रो प्रमोद सर होइन चस्मा लगाएर पुरै ह्यान्सी भएर अन्त घाम लगाएर चाहिँ यतापट्टि पोखरी छ सो हामी अगाडि बढ्दैछौँ दिदीहरू हिँड्दै हुनुहुन्छ पछाडि कोही थाकिसक्यौँ होइन प्रमोद धेरै अगाडि पुगिसक्यो बिस्तारै हिँड्दैछौँ अस्ति नै बबाल छ हेरेर सिनेहरू होइन मर्निङ हामी खाली भेट्छौँ 9:30 8:30 भयो हामी लगभग 3 घन्टाको यात्रामा कति डाँडा पुगेछौँ होला यो ठाउँमा के रह्यो के होइन के थाहा छैन समथिङ नाम छ यसको पोखरी छ यहाँनिर अनि म तल मेन्सन गरिदिन्छु होइन सो त्यही हो अगाडि बढ्दैछौँ यस्तो छ बाटो वाउ सो गुड सो गाइज हाम्रो ट्याक्क 9:10 गयो हामी हिँड्दैछौँ हाम्रो यात्रा अगाडि बढ्दैछ म त हिँड्न सकिरहेको छु दिदीहरू हिँड्न नसकेर हो अगाडि बढौँ यता हुनुहुन्छ दिदीहरू सल्लाह दिदी पुरै रातो भइसक्नु भएको छ हेलो दिदी यता हुनुहुन्छ हाम्रो रिमा मिस र केशरी मिस ल हाम्रो यात्रा अगाडि बढ्दैछ है त छैन आधी घन्टा भयो खरि 8:30 हिँडेन हामी तिमीलाई त बाल जानु किनभने तिमीले अलिकति धेरै बाल छ नि सो गाइज वेयर अप टु खर्क हुन्छ नि खर्कमा होइन हामी रेस्ट गरेर छौँ यता हुन्छ हाम्रो साउन्ड दिदी पुरै टुरिस्ट होइन गरी भएर इङ्ग्लिस बोल्नु न हेलो वेयर यता हुन्छ हाम्रो प्रमोद सर पुरै नाचिरहनु भएको छ जेडामा नाच्नु न एउटा बुझ्छौ कि रमाइलो हुँदैछ हाम्रो यहाँ यता हाम्रो दिदीहरू बिचारेर खाने कि मैले खानै पाएन कि दिदी चपल्टै पाएन जुस हाल्दिनँ जुस हाल्दिनँ जुस हाल्दिनँ कि जुस हाल्दिनँ कि हाल्दिएर होइन हाल्दिएर हुँदैन मेरो हेलो रिमाइदिनु घर कहाँ जाङ होइन हाम्रो यात्रा निरन्तर छ
दिएको नि के भन्नु छ सिङ्गल इज नट प्रिफर्ड किनकि हाम्रो अत्याधिक बढेको छ अहिले सो साँच्चै 3जना 4जना आउँदा राम्रो हुन्छ साथी पनि भइन्छ रमाइलो पनि भइन्छ अफोर्ड गर्दाखेरि So guys, come here. हामी पनि रोली भ्याली देख्छौँ होइन यहाँ यु क्यान सी सो गाइज हामी भगवान्लाई दर्शन गरेर शिवजीलाई होइन त्यहाँबाट मेन पोइन्टमा त्यहाँ हाम्रो दर्शन गर्ने ठाउँ स्टेसन त्यहाँ हो त्यसपछि त्यहाँ अरू ग्रुपहरू त्यहाँ हुनुहुन्छ हामी पछाडिपट्टि त्यो भ्यूको लागि क्याप्चर गर्नलाई चाहिँ होइन उता जाँदैछौँ अरू चाहिँ हिँड्न नसकेर बिस्तारै आउँदैछ सो गाइज मेन भ्यू पोइन्ट पुग्नलाई बस कुची मिटरको दूरी छ होइन आई गेस मेरो अनुहार देखेको छैन होला एन्ट्रेड परेर फोटो चाहिँ बवाल आउँछ अब भिडियो चाहिँ अपोजिट साइड भएर हो अहिले किस्ता अपोजिट साइडमा चाहिँ बवाल आउँछ फोटो गौरीसँग देख्ने बाँकी छ हेभन पुगेर आइयो है सबजना अगाडि बढिसक्नु भयो दिदीहरू अगाडि हुनुहुन्छ कस्तो आउँदाखेरि होइन हल्का एक ठाउँमा ठाडो उकालो हल्का गाह्रो भएको थियो त्योभन्दा एउटा ठाउँमा यो पनि फिल होइन टु कम्फोर्टेबल ट्रेक भन्दा पनि हाइकिङ हो यो मजाले 2.5 घन्टा भ्याइन्छ इजिली नै होइन 2.5 3 घन्टा भ्याउनु भने आज चाहिँ आफूले बोकेर आउनु होला दिदीबाट मजाले गाडी आउँछ रिजर्भमा 3000मा ल्याइदिन्छौँ भने लगभग हजुरको 55 से 6000मा चाहिँ कुरेर पनि हजुर लाने गर्छ होइन गाडीको यात्रा भनेको 1.5 घन्टाको छ अन्त अरू त अब यस्तो भन्दाखेरि नि अब हजुरको भाग्य नै छ नि यस्तो क्लियर भ्यू पाउनु छ जस्तै होइन कुनै बेला हाम्रो पनि हुँदैन होइन क्लियर भ्यू टाइम बट जे होस्
आज पुरै मौसम क्लियर थियो यहाँ यति टाढाबाट पनि कस्तो क्लियर देखिरहेको छ कि अति नै बढी मजा होइन अन्त घाम यस्तो मजा लागेको छ बादलहरू थप्पो छैन अब ट्रान्सपेरेन्ट अब कस्तो लगभग 10-20 किलोमिटर पुरै भिजिबिलिटी छ कि यहाँ चाहिँ अब खर्क जस्तो छ होइन यस्तो के पनि अलिअलि सिमलले पनि गुराँसहरू छ एन्ड छिमेसर अलिअलि स्पेसिसहरू छ बर्डमा चाहिँ त्यस्तो देखिँदैन चारकचर कमन स्पेसिस देखियो विच अब आएर अब्जर्भ होइन एन्ड सो या अब फरवर्ड अब गएर हामी चटपटे बनाउँछौँ आज सुविधा अल्सो अहिले चाहिँ हामी त्यहाँ शिव मन्दिरमा दर्शन गऱ्यौँ दर्शन गरेपछि सिधै यता आयौँ त्यहाँ गएर अब बाइक छोड्नु भएको दिदीहरूले त्यहाँ चटपटे बनाउँछौँ खान्छौँ एन्ड कन्टिन्यू गर्छौँ है त फर्दर सो या मजा आइरहेछ मजा अहिले त पुरै तातो भएको अहिले पुरै चिसो थिएन पुरै गर्मी भइरहेछ अब गाइज रिकमेन्डेड हाइकिङ है सो गाइज हामी यहाँ पुरै होइन चटपटे बनाउँदैछौँ आज अल्वेज हाम्रो सेफ हुनुहुन्छ हामी दिदी सामना दिदी सधैँको सेफ हेल्पर हुनुहुन्छ यहाँ केशर दिदी प्रमोद भाइ हेल्पै गरे नि यार खाएर मात्रै छ त खाएको मात्रै हो सना दिदी गर्नु भएको रिमा दिदी खाने मात्रै हो टाजन पनि खाने मात्रै है यहाँ 3 जना खाने 3 जना सहयोग गर्ने म पनि सहयोग गर्दैछु अलिअलि खाँदैछु होइन चटपटे खान्छौँ यहाँबाट अघि हजुरहरूलाई त्यहाँ के अरे शिवको मूर्ति भनेर भनेको थियौँ तर हामी यहीँ बस्थ्यौँ यहीँ खायौँ अब यहीँ रमाइलो हुन्छ है चटपटे बन्दैछौँ वाउ पछाडि देखिँदैन हामी फेरि अलि उता रामेन सो गाइज हामी मन्दिर पनि घुम्यौँ अब खर्किँदैछ हाम्रो तलतिर होइन सबजना तल पुग्नु भइसक्यो अर्को पुग्नु भइसक्यो अरू जान्छौँ खाना खाइदिनु होला चाहिँ फेरि मिलेसम्म अब रमाइलो गर्ने प्लान छ Thank you for watching. Guys, this is the next video. Guys, subscribe and upload the video. Still. Oh, no. Just my life, bro. भाई मजा आया